सिवाइसिएलको एनालाइसिस गर्ने कोसिस गर्दैछौँ। हेरौँ यसको गतिविधि विगतको वर्षमा र आजभोलिमा यसले कस्तो के गर्दैछ भनेर। अब यसको हामीले हेर्नु पर्दाखेरि सिवाइसिएललाई हामी हेरौँ गत यो लगभग भनौँ न 24 अप्रिल 2 2024 यानि चैतदेखिको भनौँ सिधासिधी त्यतिखेरदेखिको अहिलेसम्म हेर्दाखेरि यसले एउटा बेस यहाँ लाइन क्रिएट गरेर बसिरहेछ हैन। यसलाई बेस एउटा यहाँ क्रिएट गरेछ, त्यसपछि यो आफ्नो हिसाबले बढिरहेछ। कसरी भन्दा एउटा बेस यहाँ क्रिएट गरेर एउटा बेस यहाँ क्रिएट गरेर एउटा बेस यहाँ क्रिएट हो यसरी बढिरहेछ। तर लास्ट टाइम जुन यो बेस जुन क्रिएट भएको छ त्यहाँदेखि तल झर्नै सकेको छैन। यो एकदम स्ट्रङ बेस बनाएको छ। अब आज हेरौँ यो मनपर्ने हो किनभने स्पाइक आउने 3-4 फ्री स्पाइक आन्छ मजाले, झ्यामझम तल झर्छ सकिहाल्छ, त्यसपछि रेन्ज गर्न लाग्छ। फेरि झ्यामझम स्पाइक आन्छ रेन्ज आएर तल झर्छ। अहिले पनि फेरि त्यसरी नै भइरहेछ। यो एकदमै सोची बुझी गरेको यो ट्रिक जस्तो देखिन्छ क्या। यो मजाले झार्ने सोचेर सम्झेर बुझेर गरे जस्तो। यो चाहिँ एकदमै लामो रेन्ज गरेको छ। तर यहाँ चाहिँ बडा राम्रो सट्ट झर यसरी आयो। अब हुनसक्छ प्रोभाब्ली फेरि होला त्यस्तो। ल अब हेरौँ हेर्दाखेरि त यसले चाहिँ यहाँ हाई बनाएको छ होइन, हायर हाई बनाएको छ। सिधासिधी हेर्ने यो हायर हाई हो। अब यहाँ हेर्नु पऱ्यो भने ब्रेकअप स्ट्रक्चर यहाँबाट दिएको छ यसले। BOSS ल्याएछ BOS है मिस्टेक भएको छ यहाँबाट भएको। अनि त्यसपछि इन्ड्युसमेन्ट हेर्ने हो भने त इन्ड्युसमेन्ट यहाँ छ। इन्ड्युसमेन्ट यहाँ हेर्नु हो यो इन्ड्युसमेन्ट IND इन्ड्युसमेन्ट यहाँ हो भने अब एफबिसी र अर्डर ब्लक हेर्दाखेरि कहाँ हुन्छ यो कहाँसम्म जान सक्छ भन्ने कुरा। यो त अर्डर ब्लक र एफबिसीमा जाने हो। अब हामीले हेर्दाखेरि अर्डर ब्लक यहाँ छ, एफबिसी यसको यहीँ छ। अब जो टच पनि हुन लागिसकेको छ तानी यहाँ हुन्छ प्रोभाब्ली। अब यसको सङ्केत यस्तो सिम्पल एकदम सिम्पल हेर्ने भने यसको आउने तरिका भनेको बडीमा यहाँसम्म त्यसपछि यहाँसम्म, यानि कि यसको अप ट्रेन्ड जान सक्छ यसरी राख्न पनि सक्यो है त। यसलाई यसरी गर्न सकिन्छ। अब एकचोटि योभन्दा माथि त छँदै छैन, त्यही भएर यसको माथि यो कहाँसम्म जान्छ त भन्न सकिएन। अब यहाँ माथि यहाँ चाहिँ छ, तर यहाँनिर हेर्दाखेरि के देखिन्छ भने एफबिजी र अर्डर ब्लक यहाँ छैन, सानो देखिन्छ यहाँनिर। अब यसले कतिको थाम्छ, यो अलिकति माथि छ 1900 समथिङमा छ होइन, त्यसलाई छोड्यो भने अब हामी हेरौँ सम्भावना यो यहाँबाट नफर्केर निफ्टी त्यसरी झरिरहेछ, ओभरअल मार्केट झरिरहेछ भने यो पनि झर्न सक्छ भने कहाँसम्म आउँछ त्योभन्दा तलको एफबिजी र अर्डर ब्लक कहाँ छ भन्दाखेरि यहाँ छ। हेर्नुहोस् यो तपाईँको एफबिजी त्यो पनि लास्ट टाइम ट्रेन्डभन्दा माथि नै छ क्या। सो हामीले यसलाई ख्यालै गरौँ यहाँ छ। हामीले लास्ट लाइन अफ डिफेन्स जुन भन्छौँ नि हामी यहाँ हो क्या। यसलाई मेटेरियल धेरै कुरा भयो। लास्ट लाइन अफ डिफेन्स यो यदि यो तल झर्छ भने यति झरेर अब कि त बेचिदिँदा भयो, या हामीले के पनि गर्न सकिन्छ भने तपाईँहरूलाई त दुईवटा तरिका भनिदिन्छु। या त योभन्दा तल जाने बित्तिकै बेचिदिनुहोस् फर्किनुहोस् होइन भने यो यहाँबाट यहाँ ठोकिन्जेलसम्म कुर्नुहोस्। अब यो कुर्न चाहिँ किन भनेको भन्दा कुर्न भनेको किन भन्दाखेरि यसको सर्किट लेभलको तपाईँले हेरे हुन्छ, सर्किट लेभलको यसको कतिको हुन्छ अहिले यहाँबाट देखिन्छ त। सरी सर्किट रुलर निकाल्नु पर्ने हो। यहाँदेखि यो बढो भने कति पोइन्ट छ 270 पोइन्ट छ होइन। अब त्यो हो भने यसको 10% हानेको छ कुनै 10%, ओके 5% ओके 5% नै हेरौँ न। यो 10% जस्तो देखियो। ओके 9.9
93 मा कति ले बढ्या हो त यो 152 हैन एभरेज गरौँ यो कतिले बढ्या छ यही छ हो नि त 122 कतिले बढ्या छ 124 ओके 122 23 24 तो छ 270 छ यानी कि लगभग यसले दुई चोटी हान्यो भने भ्याउने रहेछ नि त यहाँसम्म सरी यही छ दुई चोटी हान्दै दुई चोटी एक दिन दुई दिन 5% हान्दै भने पनि भ्याउने रहेछ त्यहाँसम्म हो एभरेजिङ गर्दा पनि भयो यहाँ एकचोटि किन्ने अर्कोचोटि यहाँ किन्ने यहाँ किनिसकेपछि बिचमा हेरौँ नि यहाँनिर आउँछ तपाईँको एभरेजिङै गरौँ न त ल एभरेजिङ गर्दाखेरि के देखिन्छ भने यहाँ चाहिँ कति छ भने 1542 हैन यहाँ त क्वान्टिटी 100 किता मात्रै राखेँ है त मैले अनि 1542 यो भयो यति एड गरिदिउँ फेरि सेकेन्डरी मार्केटमा जाउँ र नेप्सेलाई ओहो ओके अनि फेरि अब यहाँ 1347 फेरि हामीले अब अलिक 1347 है त 1430 आयो 1430 भनेको कहाँ पर्छ त हाम्रोमा 1430 यहाँ 1430 हामीलाई पर्यो एराउन्ड यहाँ यो हो तपाईँको अब के समस्या छ क्या हामीलाई यदि त थ्याङ्नु पर्यो हामीले यो भन्नु यहाँदेखि तपाईँले आफ्नो दुईचोटि किनेको हुन्छ यहाँनिर आएर हेर्नु न कति पोइन्ट हाल्दो रहेछ जाने त यहीँसम्म हो फेरि कति पोइन्ट हुन्छ 524 त्यतिसम्म हामीले खान सकिन्छ भनेपछि अब त्यही भएर म जहिले पनि भन्छु किनकि दुई तिन लटमा किन्ने एकैचोटिमा नकिन्ने अब यो साथीहरूले जो किन्नुभयो सबै फस्नुभयो नि यहाँ यसरी नकिन्नुहोस् क्या अलिकति बुझेर किन्नुपर्छ हामीले है हस् त यति भनेर राख्छु म फेरि अब कुनै एउटा एनालाइसिस लिएर आउँछु र हजुरसँग कुरा गर्छु थ्याङ्क यू